हजुर के छ? ठिकै छ दिदी नमस्कार। नमस्ते। सन्चै हो? सन्चो छैन मलाई त टाउको दुखेर ज्वरो आएर यहाँ जचाउन जाने पैसा नि छैन अनि बसिरहेको। ए रोशनलाई म फोन गरिदिन्छु। रोशन घर जाऊ, त्यहाँ के भयो, टाउको दुखे के भए, प्रेसर सेसर लो भए पनि त्यहाँ के पाउँछ, भिटामिनहरू ल्याएर खाऊ। अनि टाउको दुखे औषधि गरेर आऊ। म रोशनलाई फोन गरेर भनिदिन्छु, म आएपछि पैसा दिन्छु भन्छु। जाऊ न त। अहिले गरेर हाँ? दिउँसो जान्छु भात खाएर सकि नसकी भात तरकारी पकाएर राख्यो अनि राखेको छु। अब अहिले बुढाउता कालिङतिर घाँस काट्न जानु भएको छ म नसकेर अहिले आएर भात खाएर अनि म जान्छु जचाउनलाई। बुढाले सन्चै हुनुहुन्छ नि श्रीमानज्यू? सन्चै हुनुहुन्छ। ए अनि मलाई सोधेखैन? सोधेको थियो कता गयो मेरो जेठी बुढी भनेको थियो बिचरा। हो? आउँछु भनेको छ वहीँ पठाइदिउँ। हुन्छ, एक दुई दिनपछि पठाइदेऊ। कुरा नि गर्न पाएन बुढासँग, के गर्नु अब। नेहरू लाग्दा नि कुरा गर्न पाएन। म त बिजी छु के, यहाँ घरको ए कति टेन्सन, त्यही भएर म त लास्टै बिजी छु। अनि कुरा गर्न पाएन। नेहरू लगाएर हिजो त भिडियो कल गरे बुढालाई, के अरे नेटले काम गरेन। ओए बत्ती थिएन कि हो? लाइन गएको थियो हावाहुरी आएर ठुलो हावाहुरी आएर असिना पानी परेर लाइन गएको थियो। ए हो र? हजुर ए ल ल, राम्रोसँग बस, आफ्नो ख्याल गर। यसो तरकारी भएन भने पनि पसलतिर गएर तरकारी ल्याएर तरकारी सरकारी खाऊ। अनि आफ्नो बारीमा त के होला र अहिले। अब राम्रोसँग बस है, म भरे भोलि आउँछु। ए हस् हस् उता राम्रोसँग तपाईँ त घुम्न जाने भनेको छ राम्रोसँग जानु घरको पिर नमान्नु। हुन्छ, म तिमीलाई सुप देउरालीबाट चिनो ल्याइदिउँला के। ए मलाई खानेकुरा नि ल्याइदिनु है नरिवलहरू प्रसाद टिकाहरू। ल ल, म ल्याइदिउँला।